नलुक्नु यतापट्टि आएपछि 5-6 लाख रुपियाँ खर्च गरेर आएपछि नलुक्नु यतापट्टि नलुक्नु है साथीहरू। यहाँ चाहिँ खर्च ढान्न गाह्रो छ, यहाँ चाहिँ खर्च गर्न गाह्रो छ। सो अहिले म बोन भन्ने ठाउँबाट क्युरिकको मेन स्टेसनतिर जाँदैछु होइन, फर्किनु पर्ने छ। लक्जमबर्ग मेरो साँझको बस छ लक्जमबर्गको लागि, 5-6 घन्टाको ट्राभल छ। सो बिहान पुग्छु होला, त्यसपछि त्यहाँबाट रातिको फेरि बस समातेर 22-23-24 बेल्जियमतिर जानु पर्ला भनेर सोचिरहेको छु। लेट्स सी कस्तो हुन्छ। भन्दै थियो नि म हराउँछु भने, धेरै टाढा नजानु भने हराइहाल्यो नि। अब स्टेसन कहाँ छ भन्ने थाहै छैन। अब धेरै भित्र नजाउँ भनेको, कहाँ छिर्यो हराइहाल्यो नि। अब बिजोको अवस्था भयो नि त, अनि बिजोको अवस्था भयो नि त। अनि यता फेरि मुत्नलाई नि हाउनलाई नि पैसा माग्दो रहेछ। पानी चाहिँ पिउनु पर्ने जस्तो छ। पानी पिएर फेरि बाटो खोज्नु पर्ला। अहिले चाहिँ हराइयो यार। मेमोरी कम भएको मोबाइलमा ट्रान्सफर गर्न बाँकी छ। मोबाइलमा ट्रान्सफर गरिसकेपछि फेरि म तपाईँहरूलाई फेरि यो न्यू क्लिपहरू चाहिँ देखाउने कोसिस गर्छु। अहिलेलाई चाहिँ म राखेँ भन्दा पनि 1-2 मिनट फेरि रेकर्ड गर्नु मन लागिहाल्यो। ब्याकग्राउन्ड देखाउँछु तपाईँलाई। एउटा फोटो पनि खिचिहाल्नु पऱ्यो होइन, पछि देखाउनु पऱ्यो नि त साथीहरूलाई। गएको थियो भनेर देखाउनु पऱ्यो नि त होइन, साथीहरूलाई देखाउनुपर्छ क्या, साथीहरूलाई देखाउनुपर्छ, मेरो साथीहरूलाई देखाउनुपर्छ। ल सेम हो, मजाले इन्जोय गर्ने हो क्या, साथीहरूले इन्जोय गर्ने हो क्या। यस्तो ठाउँ पाएपछि इन्जोय नगरेर हुन्छ। यस्तो ठाउँ पाएपछि यस्तो फेसिलिटी पाउनु, ठाउँ पाउनु अनि फेसिलिटी पाउनु, अनि नलुक्नु त यता, नलुक्नु यतापट्टि आएपछि 5-6 लाख रुपियाँ खर्च गरेर आएपछि नलुक्नु यतापट्टि नलुक्नु है साथीहरू। यहाँ चाहिँ खर्च ढान्न गाह्रो छ, यहाँ चाहिँ खर्च गर्न गाह्रो छ। यहीँको लागि चाहिँ बासिन्दालाई ठिकै होला, तर बाहिरबाट हामी आएकोलाई चाहिँ खर्च धान्न गाह्रो छ। नाङ्गेबुङ्गै यस्तो फेसिलिटी हुन्छ नाङ्गेबुङ्गै नहुनलाई पनि, यस्तै नाङ्गेबुङ्गै नहुँदो रहेछ। अनि लुक्दैन त साथीहरू, लुक्छ नि त साथीहरू नाङ्गेबुङ्गै नआएपछि। अराइट साथीहरू, मेमोरी सकेको छ। थ्याङ्क यू, बाई बाई।